हेलो फ्रेंड्स, वेलकम बैक टू माई च्यानल। तपाईहरुलाई सबैलाई स्वागत छ मेरो च्यानलमा है। आशा छ कि तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला भनेर है। र साथीहरु, आज चाहिँ म बजार जाँदैछु र तपाईहरुलाई पनि सँगसँगै लानेछु म के गर्दैछु भनेर है। कतिवटा जग्गा देखाइदिन्छु तपाईहरुलाई पनि हेर्दै गर्नुहोस् होला। रेलवे स्टेसन हो, रेल जाँदैछ, ट्रेन जाँदैछ, टोय ट्रेन जाँदैछ। टोय ट्रेन चाहिँ कतिजना टाढो टाढोबाट कतिजना टोय ट्रेन त टोय ट्रेन चढ्नुको लागि चाहिँ मान्छेहरू प्यासेन्जरहरू चाहिँ यहाँनिर टुरिस्टहरू चाहिँ यस्तो भिड लागिरहेको छ। यहाँ हेर्नुहोस् त, यो चाहिँ हाम्रो रेलवे स्टेसन हो, दार्जिलिङको रेलवे स्टेसन। हेर्नु त मान्छे यो छ, टुरिस्टहरू भिड छ, टोय ट्रेन चढ्नुको लागि भिड छ। अलिअलि सिजन लाग्दो रहेछ अब है, अलिअलि त होइन निकै लागेछ। आज सायद छुट्टीहरूले गर्दाखेरि पनि होला, पुरै रहेछ। टोय ट्रेन पर्खेर बसिरहेको छ सबैजना। यहाँबाट हेर्नुहोस् ल, स्टेसनबाट म सबै तपाईँहरूलाई भ्यू देखाइदिन्छु। यहाँ चाहिँ हो बजार है, यहाँ साइड चाहिँ बढी बजार। अनि ऊ पारी पारी देख्नुहुँदैछ, त्यो चाहिँ हो सिंहबारी साइड पर्छ है। यहाँनिर पर कति राम्रो भ्यू देख्छ यहाँबाट, हेर्नुहोस् त हो, यस्तो राम्रो देख्छ भ्यू। घाम अहिले त्यति लागेको छैन, घाम लागेर अझै उज्यालो दिन भएको छ भने त पर त्यो हिमालहरू पनि अहिले सबै त्यो हिमालहरू बादलले छोपिरहेको छ। घाम लागेर दिन भएको छ भने सबै राम्रो देखिन्छ, अझै कस्तो क्लियर हिमाल पनि, सेतो हिमाल है, कस्तो राम्रो देखिन्छ। यहाँ छ धीरधाम मन्दिर। लक्ष्मी भण्डार लाइन हो, यहाँनिर चाहिँ अर्ग्यानिक सब्जीहरू खालि पाउँछ। यहाँनिर चाहिँ सानो सानो पनि पाएको छ। अर्ग्यानिक हो, यो चाहिँ छुर्पी, यो च्याउ बटन च्याउ, यो गुन्द्रुक हो। यहाँ सबै चाहिँ पुरानो हाम्रो लक्ष्मी भण्डार लाइन हो। यहाँनिर सबै अर्ग्यानिकहरू, बस्तीको सामानहरू मात्रै पाउँछ, सब्जीहरू है। हाम्रो पुरानो मसला दोकान यहाँ माइला दाजु हाम्रो पुरानो, यहाँ चाहिँ मसला दोकान हाम्रो पुरानो, कहिलेदेखिको किनेको है। यहाँ ल, यहाँ चाहिँ हाम्रो मसला जहिले पनि यहीँ किन्छु मसला। हेलो गुरामा भनिदेऊ त, सब्सक्राइब गरिदिनु भनिदेऊ न। यहाँ चाहिँ सल दोकानहरू छ स्टेसनमा पनि, यहाँनिर यस्तो दोकानहरू खोलेको छ अहिले चाहिँ।
पहिला चाहिँ थिएन, अहिले यस्तोहरू पुरा खोलेको छ यहाँभित्र पनि, स्टेसनभित्र है। यहाँनिर त भिड रहेछ। हुन्छ साथीहरू, बाई। फेरि नेक्स्ट भिडियोमा भेटौँ न है, बाई। साथीहरू, म चाहिँ फर्किँदैछु अब मार्केटबाट। अनि त्यही हो, अलिक स्टेसन हो हाम्रो है दार्जिलिङको। अनि तपाईँहरूलाई के कस्तो लाग्छ भन्नुहुन्छ न। मेरो भिडियोहरू तपाईँले बजारको अलिकति देखाउनु पाइनँ, किनभने चाहिँ सुट गर्नु अप्ठ्यारो लाग्यो नि त। त्यसले गर्दाखेरि चाहिँ अलिअलि देखाएँ है। अनि तपाईँहरूलाई के कस्तो लाग्यो भन्नुहुन्छ होला है। अनि मन पऱ्यो लाइक सेयर सब्सक्राइब गर्नुहुन्छ नबिर्सिदिनुहोस् होला। ए हुन्छ साथीहरू, बाई। नेक्स्ट भिडियोमा भेटौँ है, बाई। भिड छ यहाँनिर फेरि।